केटापछि छ एकजना बिहानै गर्नुला त्यस्तै त्यस्तै शेर्पा हो होइन के हो के भन्छ भन्छ शेर्पा सबै मर्यो प्राङ्क हो April Fool's Day Hello, good morning guys. So आज चाहिँ ठ्याक्क आई वोक अप अनि यसो याद गरेँ आज चाहिँ अप्रिल फुल्स रहेछ अनि वाइ नट मम्मीलाई अप्रिल फुल्स बनाऊँ भनेर मम्मी म अचानक लाइक हुन्छ नि बोयफ्रेन्ड बनाएँ अनि म बिहे गर्न लागेको भन्ने टाइपले होइन लाइक म एउटा केटासँग बोलिरहेको थिएँ रिसेन्टली भन्नाले नि 6-7 महिना भइसकेको थियो अनि ऊ आज नेपाल आउँदैछ बिहे गर्नलाई कोर्ट म्यारेज गर्ने अरे भन्नुपर्छ या Should I try or not? Like एकछिन अलि रमाइलो त हो भनेर हो क्या गरौँ के गरौँ भइरहेछ Should I try? मम्मीलाई लाइक भन्नु मार्छ होला है मम्मीले त मलाई त के गरौँ यो ट्राई गरिदिउँ है म फेरि आज टियु पनि पुग्नुपर्ने छ मेरो ट्रान्सक्रिप्टको फर्म भर्नलाई अनि त्योभन्दा अगाडि कलेज जानुपर्ने छ मार्कसिट निकाल्नलाई सो आई थिङ्क मेबी म गर्छु होला मम्मी चाहिँ भर्खर जुममा गएर आउनुभएछ सो अब चाहिँ म स्टार्ट गर्छु फेरि मम्मी चाहिँ काम जाने बेला भइसक्छ अनि म चाहिँ अब प्राङ्क गर्छु यो प्राङ्क गरेर आई ट्राई टु मेक हर अप्रिल फुल लास्ट टाइम नाक छेडेकोवाला गरौँ कि स्लाइडर थिएँ त्यो नाक छेडेको त मैले लास्ट टाइम सी अलरेडी नोज बिकज मैले त्यतिखेर अप्रिल फुल बनाइसकेको थिएँ अनि अब त्यही बिहे गर्छु अरू समथिङ जस्ट अहिले सोच्छु मेरो फर्स्ट टार्गेट चाहिँ त्यही बिहे गर्छु भनेर भन्छु भन्ने टाइपको छ क्या अनि यसरी हेरौँ के हुन्छ सो क्याच अप किन पढ्ने मात्रै त फर्किनु कसले भन्यो यहाँबाट पैसा फेरिरहेको काम गर्न पाउँछ कसले भन्यो तपाईँलाई चाहिँ फेरि माथिको फेरिरहेको यो कपास यस्तो गरेर म ऊ हाल्छु यहाँ उसमा हालेर निकालेर के हो कपास हाल्ने क्या मार्छ अनि निकाल्छ उनीहरूले पिआरवालासँग बिहे गऱ्यो भने त काम गर्न पाइहाल्छ नि को हो पिआरवाला बिहे छ एकजना बिहानै गर्नुला त्यस्तै त्यस्तै शेर्पा हो होइन के हो तपाईँ खाने हो के जातको हो जातसँग तपाईँलाई के मतलब भयो कामी दामी चाहिँ होइन छे जात किन मतलब हुन्छ ल भन्नु त कसले भने मस्त प्लानिङ कहाँको उता के अरे झापातिरको किन म गरेको झापा भन्दा एकचोटि पापासँग कुरा गरौँ भनेको के हुन्छ कामी तपाईँ होइन क्या बाहुनो भाइलाई सोध कस्तो
ओए तेरो दिदी बाबुसँग बिहे गरे नि यो उहाँहरूले त मलाई कपास निकाल्छ मैले साँच्चै भनेको हो के गरेर दाजु बाहुन जाने भयो पिआरवाला हो आज आउँछ अरे PR आज नेपाल आउँछ अरे हँ आज नेपाल आउँछ अरे अनि भोलि कि त पर्सि कति वर्षको के 31 वर्षको अनि यो गर्ने जाने के भएर आइस गरे के मान्छेले के भन्नु बाहुन के भन्छ भन्छ सबै मर्यो तर त्यसो गरेपछि भाइले नि के पो ल्याएर आउनु मैले के गरेर चाहिँ भाइले के लिएर आउँछ पासाङ त यो घरको छोरा होइन त अनि छोरा त जे गरे हुन्छ नि त चाहिँ के हो म त अर्का घर जाने जात हो अनि कुकुरसँग गर्नु हुन्छ पवल त्यही भने त हो नि अर्का घर जाने जात हो धेरै भयो 4-5 वर्ष बस्छस् भने त हो नि कमाएर हेर्छ कि भने त बिहा गर्नु मलाई त अस्ति नै पवल त्यही भनेको हो कि नि पासाङ भन्दा तोरो म यहाँ राति बस्दाखेरि पवलले के भनेको थियो के अरे बाउले जार खाएको थियो त्यो फ्रेस अस्ति नि भोलिपल्ट नि त्यही भनेको फ्रेसमा जानुभन्दा अगाडि सबैसँग आफ्नै जातसँग नगर्ने शेर्पाहरू पनि पाउँछ त पिआरवाला कति पाउँदैन तेरो लागि शेर्पा चाहिँ सबै गएछ के गएछ भनेको आज आउँछ अरे भोलि कि त पर्सि फर्महरू भरौँ भन्दै थियो अनि अन्त गइहाल्यो तुरुन्तै होइन टाइम लाग्छ प्रोसेसिङ कहाँ एकैचोटि हुन्छ यहाँ त बिहा गरेर देखाउनु पऱ्यो त अनि त्यही त कोर्ट म्यारेजको लागि भनेको फर्महरू भर्नु कोर्ट म्यारेज के बाहिर देखाउनु पर्छ कि अनि बिहे गरेको भनेर देखाउनु पऱ्यो नि त बाहिर यतिकै जान पाइन्छ त पार्टी सार्टी गर्नु नि कोर्ट म्यारेज गर्ने नि यस्तो अलिकति त्यो गरे जस्तो गरेर के अरे फोटो भिडियो खिच्ने त्यो एकचोटि पहिला हाम्रो पार्टी प्लेस माथि पार्टी प्लेसमा गरेको थियो शेरवाडी वालसँग हुँदा हुँदा बाहुन उहाँ के अरे ताराले त छोडिसक्यो बाउको कारणबाट कतिजना दाजुभाइ एक्लो छोरा दिदी बहिनी ए होइन नि एउटा भाइ छ गाडी दिदी बहिनी छैन हुनुपर्ने तँलाई त किन मलाई चाहिँ किन दिदी बहिनी हुनु पऱ्यो मलाई पनि कपिएको बन्न छ र यहाँ मलाई कन्सर्ट त त्यस कुरा सुनेको चिनिरहन्छ उता अझै ओर्ले मम्मी दिन्छ अरूसँग कुरा गर्नु पऱ्यो भनेर हो कि म अब कलेज जानुपर्ने छ मार्कसिट निकाल्न कलेज गएर ट्यु गएर ट्रान्सक्रिप्टको फर्म भरेर आउनुपर्ने छ बेबी कहिले दिदी भेट्यो नि यहाँ दिदी भयो 500 महिना आइज बेबी आइज म चाहिँ सुनिरहेको थिएँ छैन के गरेर चार्ज गरिराखेको फोन चार्ज टिक छैन भएर बाहुने भगवान् यिनीहरूको सन्तान को सन्तान सबैजना त्यस्तै छ नि यहाँ दिदीहरू त्यस्तै कमसेकम अब भोलि पर्सि पासँग के पो कमी ल्याएर आउने अब त्यो यहाँ त के भन्दैछ बेबी आइज आइज यहाँ 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 पोखाउँदैन हौ कहाँ भयो बेबी आइज बेबी न आइज अन्तिहरू त कमाएर आमा बाउलाई सुख राख्दै भनेर त बेबु भन्नु आइज बेबी ल न न घरै जा त बाबामा बाउआमा यहीँ बस्छ के अरे झापामै बेबी आइज न केसँग क्योर भयो त्यही भएर भनेको चिन छैन रे पैसा आइज सल्लाह गर्न आइज नि आइज त्यसले ल भन्छ यो गाउँ बाइस गर्नु बेबी हुन्छ त ऊ हुन्छ अरे ऊ चरालाई त यो ल भनेर त्यो चिनी किन गयो जान्छ चिनी पर्सबाट पैसा निकाल्दै हिँडिरहेछ बिस्कुट किन्नु गएर म यहाँ कपास थियो
चिनी छैन रे हो यता त्यही भएर उता गएको पऱ्यो पैसा निकालेर कमाएर घर बनाउँछ कि भनेको त घर नकिन्ने कुन त्यस्तो घिनै लाग्दो जग्गामा किन्ने बनाउने त्यो बेचेर किन्ने अर्को घर हो नि चाहिँ त्यो हाम्रो जग्गामा घर बन्छ किन भन्दैन बन्छ त्यस्तो यस्तो भिरालो जग्गामा माटो थप्नुपर्छ कि त माटो खनेर निकाल्नुपर्छ पढ्नु जाने कि के हो त्यहाँ ए अहिले मुखमा राखेपछि दिन्छ तँलाई भाइसँग सल्लाह गर त्योसँग के सल्लाह गर्ने त्यस्तो भयो भने कुरा गर्नु भएन ऊ चाहिँ माइती होइन के गर्छ मलाई यत्रो भइहाल्नु पर्ने छ बाउ पनि बाउनै साथीहरू खोजेर ल म कहीँ जाँदिनँ म घरमा थाचेर बस्छु कहीँ के जाँदिनँ त डुप्लिकेट बनाउँछ त मान्छे साँच्चै बे गर्नुहुन्छ त कहीँ पनि जाँदिनँ म घरमा थाचेर बस्छु तेरो बाउले के भन्छ त्यही गर म के भन्ने बबल चाहिँ के भन्छ यो ओरिजिनल नङ हो कि डुप्लिकेट नङ हो डुप्लिकेट परेला नि परेला बनाइहाल्छ नि अब त्यो के 21 त्यो? वर्षको केटा अँ छ कति वर्ष ठुलो फोटोसोटो के खिच्नु लोगो फोटोसोटो खिच्नुपर्छ भने त्यसरी नफली खोइ फोटो देखाएको थियो केटाको अहिले किन भने पहिला कुरा गर्नु न त्यसपछि हेरौँ न पहिला किन कुरा गरौँ न नि मान्छे जात टार्छ होइन के मैले तपाईँलाई के मैले यति आज चिनाएर भोलि युज गर्ने भने टाइपको जस्तो भने हो के हो जात किन चिनाउनु मैले त्यसरी उसको बाबामा बोल्यो के बाबाले त जुन हुन्छ कामी दबाई नलिएर भन्छ त्यति हो झाडामा पुग्नु त अब के झापा पुग्ने काठमाडौँ घर कोर्ट म्यारेज गर्ने भनेको त म त यहीँ बस्छु नि अनि एप्लाई गर्छु अनि बाहिर जान्छु पेपरहरू भइसकेपछि कति भयो बाहिर पिआर भएको 2-3 वर्ष भयो गाडी अहिले कति पिआरलाई त हटेर छ ऊ चाहिँ काम गर्न अनि हामीले नि पैसा हाल्नु पर्यो होला त्यो पहिला कुरा गर्छु अनि मात्र क्या पकासँग चाहिँ कुरा गरेर हेरौँ पहिला भनेको कुरा गर्नुभन्दा अगाडि मेरो यहाँ दाँतमा उयो हालिदिएको दुईवटा लट्ठीलो गरेर हाल्नु मनी अब निस्किने हो नुहाइदिएको जस्तो निस्किन्छ आया कसरी गर्नु म निस्किन्छ अब नुहाउनुमा जानु पऱ्यो अहिले पापासँग भएर कुरा गर्छ म के गर्नु तपाईँ कुरा चाहिँ गरेको हो मलाई सुक्खा मारा त्यो चाहिँ कामी दौडीसँग जाँदा नि हुन्छ कामी दामीसँग चाहिँ त घरमा नआए नि हुन्छ पानी कट पानी कट्रे खाना खान्छ नि त त्यसमा म के गर्नु भन्नु छिटो हाई बेबी आइज खै 31 वर्ष चाहिँ हो अब के लो चाहिँ थाहा छैन खै कति साल 31 वर्ष भनेपछि त्यस्तै 40 के अरे 51 को जस्तो लाग्यो
के भने सुनेन मैले अच्छा बेबी अच्छा सकेसम्म आफ्नो जातले गऱ्यो भने पछि दुःख पर्लस् नभन। अरू मान्छेहरू काम त त्यस्तै त हो नि एक कान से सुनो अर्को कान से उडाओ है बेबी है यसो एक कान से सुनो अर्को कान से उडाओ। अनि त्यो केटाले के सल्लाह गर्छ त? के सल्लाह गर्छ अन्त आफ्नो घरको विषयमा त भन्नु पर्यो। कस्तो आफ्नो घरको विषय घर बनाएको छैन यस्तो थाहा छ सबै हाम्रो परिवार यस्तो छ बाबुआमालाई मैले हेर्नुपर्छ थाहा छ हौ सबै त्योहरू नि भन्नु। सबै थाहा छ भनेको मैले खुबै काम गरेर 4-5 वर्ष गर्नु सक्दैन मैले बाउले पनि सक्दैन हेर्नुपर्ने त किनभने सबै थाहा छ के सबै थाहा छ पढ्ने मात्रै कि काम पनि गर्नु पाउँछ काम त पाउँदैन त अहिले तौरीमा भने पाउँछ क्या उसले त्यहाँ चिनेको मान्छेहरू छ अरे काम गर्नु लाइदिन्छु भन्नु एलाउडै छैन पाउँछ भनेको पाउँछ आवर्स चाहिँ अलिक कम हुन्छ होला वर्किङ आवर्स अनि यहाँबाट त उनीहरूले पोहोर पर्खा भन्छ नि टाउको समाएर अहिले अर्को त्यो उयो आयो अनि पोहोर पठाएको र म पिआरसँग बिहे गरेर जानुको फरक हुन्छ नि त स्टुडेन्टै गर्छ होला नि गर्छ मास्टर गर्ने अब जब के पिआर गरेर नपढि नै हुन्छ आफ्नै चोइस हो के भन्छ केटा कति पढाएको थियो उसले बास्टर सकाएको मास्टर किन गर्नुपर्छ दुईजना कमाउँ त्यहाँबाट भाइ पनि अब बाहिर जान्छ हेल्प गर्छ होला त्यहाँबाट मान्छेको अगाडि टक्क घर बनाएर बाउ पनि बस्नुपर्छ अब सन्चो छैन सुखमा राख्ने दुःखमा राख्ने अब म के गरौँ भन्नु त एकचोटि बाउलाई सोध बाउले जे भन्छ त्यही गर बौल्ला भने नि ल हो तपाईँको कुरा तपाईँको डिसिजन चाहिँ सोधेको क्या अब बाबा त सुतिरह होला अहिले भोलि आएपछि केटाले आज आउने अब विचार गर्नु प्रब्लम के भन्छ तपाईँले ल भने हुन्छ होइन त तपाईँले के भन्छ हेर्न बाबाले हुन्छ नै भन्छ क्या भन्दैन किन भन्दैन तपाईँले हुँदैन भन्छ जस्तो लाग्छ अब तपाईँले कुरा बिगाऱ्यो भने चाहिँ हुँदैन कुरा गरेर मेरो कुरा सुन्नु भएको छैन बिगारिदिनु कुरा पापाले ओके भन्यो भने ओके अब ठिक छ त्यो केटाले पनि भोलि पर्सि हेला गर्ला यता पर्ला उता पर्ला तपाईँको पर्सनल मेन्टालिटी नै त्यही छ त अनि जहिले नेगेटिभ सोच किन राख्ने त दुःख पाउला भन्ने सोच्छ नि त अब रुन चाहिँ किन थालेको फेरि तपाईँले त शेर्पैसँग बिहे गरेको चाहिँ सुख पाएको चाहिँ कहाँ देखाएछ प्रायः ल भन्नु त पापालाई कुरा गर भनेपछि म जान्दा हुन्छ नि त पहिला पापासँग कुरा गर्न जाने आजै जान्छ आज म कहाँ जान्छु कहाँ जाने भने मतलब भोलि पर्सिमा फर्म भर्ने भनेको थियो अनि पापासँग एकचोटि भन्न नि अहिले फोन गर पापालाई अहिले काम निस्किन आँट्यो होला अहिले कति बज्यो उता भाइलाई पनि भाइ पनि माइती हो यस्तो यस्तो भाइ यस्तो चल्लस हुनु पर्यो नि त्यो बच्चा सानो हुने त्यसलाई प्राङ्क हो पागल बुझ्दै आफै बुझ्यो यहाँ के
हेर्नु न एकचोटि हेरिदिनु है त्यत्रो त्यो नबनाऊ मजा आयो एप्रिल फुल मजा आयो नगराइ मजा आयो आएन आएन भयो त बिहार महिना आँखा सफा भयो बुझ्छ छोड के अब भोलि कोर्ट म्यारेज गर्नु जाने हो ए हो ल जान्छ ए अहिले चाहिँ जा तल सोध्नु पर्दैन मजा आयो बिहार महिना आँखा सफा भयो नि त अलिकति रुयो नराम्रो लाग्यो बट यसो हो हाम्रो मम्मीहरूले चाहिँ हतपत इन्टरकास्ट म्यारेज चाहिँ नगर्यो भन्नुहुन्छ त्यही भएर अलिक सकेसम्म बुद्धिज्म मान्नेहरूसँग गर भन्नुहुन्छ क्या त्यही भएर हो नभए त्यस्तो उस्तो छ के हो रे म त जुरुक्क उठेको अनि अप्रिल फुल्स भनेर लेखाएर रहेछ अनि ठ्याक्कै यसो याद आयो लास्ट अब नाकको छेडेकोवाला गरौँ भन्ने त लास्ट टाइम भइसकेको थियो मजा आयो नि मजा मजा आयो फकाउँदै फकाउँदै जाँदैन कसो फकाउँदै के फकाएँ मैले चाहिँ सो दिस मच फर टुडे अब म बाहिर जानुपर्ने हुन्छ अनि त्यही भएर आजलाई यति थ्याङ्क यू फर वाचिङ किप वाचिङ किप लभिङ एन्ड डु सब्सक्राइब बाई बाई